नमस्कार साथीहरू। आज म तपाईहरुलाई आफ्नो भाग्य आफै कसरी हेर्ने हस्तरेखाको माध्यमद्वारा भन्ने कुरा देखाउन गइरहेछु, अथवा तपाईको भाग्य कस्तो छ अथवा भाग्य रेखा कस्तो छ भन्ने कुरा देखाउन गइरहेछु। सर्वप्रथम हाम्रो हातमा यी रेखाहरू तपाईको तीनटा मेन रेखा हुन्छ, मेजर रेखा हुन्छ। एउटा रेखा हुन्छ तपाईको यो बुढीउम्ठा भयो, हामी बुढीउम्ठा भन्छौँ यसलाई नेपालीमा। यो बुढीउम्ठाको माथिबाट एउटा रेखा सिधा उत्पन्न भएर यस्तो धनुष आकारमा घुमेर तल गएर यो बुढीउम्ठाको फेदमा गएर टुङ्गिन्छ। यसलाई हामी जीवन रेखा भन्छौँ। अथवा कोही रेखा यहाँबाट गएर पनि टुङ्गिन्छ, यहाँबाट उत्पन्न भएर कोही यहीँ मात्रै टुङ्गिन्छ, अथवा कोही यो यहाँबाट मात्रै छोटो सानो हुन्छ। यसको आफ्नो आफ्नो विशेषता छ। अर्को रेखा त्यस्तै तपाईको जीवन रेखासँगै निस्केर यहाँ गएर छुटेर तपाईको अर्को रेखा यहाँ जान्छ। यसलाई हामी मस्तिष्क रेखा अथवा बुद्धि रेखा भन्छौँ। कोही रेखा यहाँ पनि जान सक्छ, कोही यहीँ पनि हुन सक्छ, कोही तपाईको यहीँदेखि सानो हुन सक्छ, कसैको तपाईको उँधो आएको हुन सक्छ। यसको आफ्नो विशेषता छ। र अर्को रेखा तपाईको कान्छीउम्ला, यो कान्छीउम्ला भयो, यो बुध पर्वत, यहाँदेखि तलबाट एउटा रेखा सिधा निस्केर गएर तपाईको यो गुरु पर्वतमा अथवा बृहस्पति पर्वतमा गएर टुङ्गिन्छ। जस्तो यहाँ जान पनि सक्छ यो रेखा, यहाँ यता तल पनि आउन सक्छ, अथवा दुईटा तीनटा मुख भएर तल र माथि पनि हुन सक्छ, कसैको आधी पनि हुन सक्छ, कसैको कोही त मैले नभएको पनि देखेको छु। यसको आफ्नो आफ्नो विशेषता छ। र अर्को रेखा हुन्छ हाम्रो यहाँबाट सिधा गएर शनि पर्वतमा गएर टुङ्गिने, यहाँ गएर टुङ्गिने रेखा हुन्छ। यसलाई हामी भाग्य रेखा भन्छौँ। र यदि इनकेस तपाईको हातमा यो रेखा भाग्य रेखा यहाँबाट उत्पन्न भएर गएर यहाँ टुङ्गिन्छ अथवा यहाँभन्दा माथिसम्म जान्छ भने तपाईले बुझ्नुपर्छ तपाईको भाग्य एकदम राम्रो छ। तर प्रयत्न गर्नुभयो भने, कुनै कुरामा अगाडि बढ्नुभयो भने, केही कुरा म गर्न सक्छु गर्छु भन्ने अठो राख्नुभयो भने तपाईको भाग्य राम्रो छ, धन राम्रो छ, आयु राम्रो छ, प्रशस्त धन कमाउनुहुन्छ भन्ने कुरा बुझिन्छ। र इनकेस तपाईमा यो छैन अथवा यो छैन अथवा यहाँसम्म मात्रै छ भने मेरो भाग्य छैन नभन्नुस्, तपाईको भाग्य राम्रो हुन्छ। धेरै ठाउँबाट तपाईको भाग्य हेर्न सकिन्छ। जस्तो कुनै रेखा यहाँबाट उत्पन्न गरेर यहाँ पनि जान सक्छ, कोही रेखा यहाँ जान सक्छ, कोही रेखा यहाँबाट गएर यहाँ जान सक्छ। यो आफ्नो आफ्नो विशेषता हुन्छ। कुन ठाउँबाट कसरी धन प्राप्त गर्ने भन्ने कुरा हुन्छ हैन। कसैको त्यो यहाँ गएकै हुँदैन रेखा नगइकिन तपाईको यहीँ मात्रै रेखा हुन सक्छ, कसैको यहाँ हुन सक्छ, कसैको यो यसलाई पर्वत भन्छ, पर्वत उठेको हुन सक्छ। र विभिन्न ठाउँबाट तपाईको धन आर्जन कसरी हुन्छ भन्ने कुरा बुझिन्छ। तर खास गरी भाग्य रेखा यहाँबाट गएर यहाँ टुङ्गिन्छ भने यो राम्रो भाग्य रेखा हो। यसबाट तपाईले प्रशस्त धन कमाउन सक्नुहुन्छ, सम्पत्ति सुख भोग गर्न सक्नुहुन्छ भन्ने कुरा बुझिन्छ। र कसैको रेखा तपाईको यहाँबाट गएर यही मात्रै मस्तिष्क रेखामै टुङ्गिन्छ भने पनि तपाईको यो उमेरदेखि यो उमेरसम्म तपाईले प्रशस्त, तपाईलाई जीवनमा पुग्ने भरपूर मात्रामा सम्पत्ति कमाउनुहुन्छ भन्ने कुरा बुझिन्छ। र त्यस्तै गरेर तपाईको यहीँसम्म मात्रै छ भने पनि हामीले के बुझिन्छ भन्दाखेरि तपाईको यो उमेरदेखि यो उमेरसम्म तपाईले तपाईको जीवनमा पुग्ने अथवा प्रशस्तै धन कमाउन सक्नुहुन्छ भन्ने कुरा बुझिन्छ। र त्यस्तै गरेर कसैको रेखा यहाँबाट भाग्य रेखा यो जीवन रेखाबाट गएर सिधा गएर यहाँ टुङ्गिन्छ अथवा यता माथि जान सक्छ। र यस्तो छ भने तपाईको के हुन्छ भन्दाखेरि तपाईको उमेर गणना गर्नुपर्ने हुन्छ। र यो चाहिँ तपाईको म अर्को भिडियोमा उमेर गणना कसरी गर्ने भन्ने कुरा अरू भिडियोमा देखाउँछु। यो उमेरदेखि तपाईले मजाले धन कमाउन सक्नुहुन्छ, तपाईको भाग्य राम्रो बन्छ भन्ने कुरा बुझिन्छ। यो उमेरभन्दा अगाडि जति कमाउनु भएको धन अरूको हातमा हुन्छ अथवा अरूको अन्डरमा हुन्छ भन्ने कुरा बुझिन्छ। त्यस्तै गरेर तपाईसँग तपाईको कुनै रेखा यो रेखा नभइकिन यहाँबाट सानो रेखा गएर यहाँ टुङ्गिन्छ अथवा यहाँबाट गएर यहाँ टुङ्गिन्छ, तपाईको इनकेस यस्तो रेखा छ भने यो अत्यन्तै राम्रो शुभ रेखा मानिन्छ धनको लागि, सम्पत्तिको लागि। यसलाई हामी बृहत त्रिभुज भन्छौँ। यस्तो छ भने तपाईँ करोडपति लखपति भन्नुहुन्छ, यसमा कुनै शङ्का छैन। र साथीहरू आजलाई यति नै। तपाईको भाग्य रेखाको बारेमा मैले थोरै कुरा जानकारी दिएँ। अरू तपाईको इनकेस यो रेखा छैन भने अरू ठाउँबाट तपाईको भाग्य कसरी हेर्न सक्ने भन्ने कुरा म अरू भिडियोमा देखाउँछु। त्यसको लागि तपाईले मेरो यो च्यानललाई लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् र सब्स्क्राइब गर्नुहोस्, र ताकि म आउने अरू भिडियोबाट तपाईहरुलाई धेरै कुरा जानकारी दिन सकौँ, प्लाम हिस्ट्रीको माध्यमबाट, हस्तरेखाको माध्यमबाट। हवस् त, नमस्ते।